सहज भएछ विद्यार्थी जीवन प्रविधिको प्रगति सँगै हेर सहज भएछ विद्यार्थी जीवन दुरुपयोग भए यही प्रविधि नासिन्छ विद्या जल्छ धन दुरुपयोग भए यही प्रविधि नासिन्छ विद्या जल्छ धन। धन्यवाद। कार्यक्रम सञ्चालक ज्यू, यस सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथिगणहरू, आज हुन गएको भक्तिलो कला कार्यक्रममा एउटा हातमा कपी र अर्को हातमा कलम लिएर दुधको दुध पानीको पानी छिटाउने गर्नु निष्पक्ष निर्णायक मेरा प्रतिस्पर्धी र अप्रतिस्पर्धी विद्यार्थी साथीहरू, त्यसै गरी यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सुसम्पन्न गराएका विभिन्न विद्यालयबाट आउनुभएका शिक्षक शिक्षिकाज्यू, विभिन्न गाउँबाट आउनुभएका अभिभावकज्यू लगायत यस श्री बालकन्या माध्यमिक विद्यालयको प्राङ्गणमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म बरापोखरी गाउँपालिका वडा नम्बर 1 मा अवस्थित श्री शङ्केश्वरी माध्यमिक विद्यालयमा कक्षा 10 मा अध्ययनरत छात्र विवेक अधिकारबाट स्वीकार होस् एक उष्ट नमस्कार। आज मिति 2082 साल फागुन 4 गतेका दिन हाम्रो बरापोखरी गाउँपालिकाले आयोजना गरेको यस भक्तिलो कला कार्यक्रममा भाग नपाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु। आजको यस भक्तिलो कला कार्यक्रमको शीर्षक रहेको छ अत्याधिक इन्टरनेटको प्रयोगले विद्यार्थीको स्वास्थ्य पारेको प्रभाव। यस शीर्षकमा बनाएर राख्नका लागि यस सभाको सभाध्यक्ष महोदयप्रति अनुमति चाहन्छु। आजको युग 21औं शताब्दीको युग विज्ञान तथा प्रविधिको युग बनिसकेको छ। विद्यार्थी जीवनमा अझ इन्टरनेट अपरिहार्य नै बनिसकेको छ। विद्यार्थी सूचना आदान प्रदान, अनलाइन कक्षा, अन्वेषण विभिन्न अनुसन्धानका लागि अनुसन्धान इन्टरनेटमै सीमित रहेको छ। तर प्रश्न यो उठ्छ कि हामी इन्टरनेटको प्रयोग गरिरहेका छौँ या इन्टरनेटले हामीलाई प्रयोग गरिरहेको छ। सभाध्यक्ष महोदय, इन्टरनेटको अत्याधिक प्रयोगले विद्यार्थीहरूको शारीरिक स्वास्थ्यमा गम्भीर असर परिरहेको छ। विद्यार्थीहरू घन्टौँसम्म मोबाइल, ल्यापटप र इन्टरनेट साधनहरूको स्क्रिनमा आँखा गाडेर बस्दा आँखामा जलन हुने, दृष्टि कमजोर हुने, घाँटी दुख्ने जस्ता समस्याहरूको शिकार बन्न परिरहेका छन्। यति मात्र होइन, रातभर मोबाइलमा गेम खेल्ने, भिडियो हेर्ने बानीले निद्रामा अवरोध पुर्याएर विद्यार्थीहरू अनिदो हुन्छन्। अनिदोको कारणले विद्यार्थीहरूको बिहान उठ्दा शरीर आलस्य थकित महसुस हुन्छ। उनीहरूले पढाइमा ध्यान दिन सक्दैनन्। विद्यार्थीहरूको अनिदोको कारणले विद्यार्थीहरूको स्मरण शक्ति, एकाग्रतामा कमी आउनुका साथै शारीरिक गतिविधिमा कमी आएर विद्यार्थीहरू मधुमेह, मुटु सम्बन्धी रोग जस्ता समस्याहरूको दिन प्रतिदिन शिकार बन्दै गएका छन्। अब कुरा गरौँ मानसिक समस्याको। विद्यार्थीहरूले अनावश्यक रूपमा अरूसँग तुलना गर्ने बानीले गर्दा विद्यार्थीहरूमा चिन्ता, तनाव, चिडचिडोपन, डिप्रेसन जस्ता गम्भीर मानसिक समस्याको शिकार बन्नु परेको छ। विद्यार्थीहरूको आत्मसम्मानको मापन लाइक, कमेन्ट, फलोअर्सको सङ्ख्या नै बढ्न थालेको छ। त्यस कारणले विद्यार्थीहरूमा हिंसाबोध जन्माउँछ। विद्यार्थीहरूले अनावश्यक रूपमा अरूसँग तुलना गर्ने बानी विकास हुन्छ। इन्टरनेटको अत्याधिक प्रयोगले विद्यार्थीहरूको मानसिक र शारीरिक रूपमा मात्र नभई यसले सामाजिक र पारिवारिक सम्बन्धमा पनि दिन प्रतिदिन असर पारिरहेको छ। मानिसहरू एउटै घरमा एउटै छानामुनि बसे पनि आफ्नो मोबाइल, कम्प्युटर, ल्यापटप जस्ता इन्टरनेटका साधनहरूमा व्यस्त रहन्छन्। उनीहरूलाई विश्वमै घटेका घटनाहरू एक सेकेन्डमा प्राप्त हुन्छ। तर आफ्नै घरका समाचारहरू उनीहरूले आफ्नै घरका मान्छे कसले टाउको दुखेको, कसले खाना खाएको छैन, कसले खाना खाएको छ भन्ने कुरा थाहा हुँदैन। तर उनीहरूलाई विश्वका कुनामा घटेका घटनाहरू थाहा हुन्छ। यो वास्तव भर्चुअल जिन्दगी जिउने बानीले मानिसको वास्तविक जीवन र जिम्मेवारीबाट टाढा बनाउने खतरा उत्तिकै बढिरहेको छ। म अन्त्यमा जाँदा के भन्न चाहन्छु भने हाम्रो अमूल्य समयलाई इन्टरनेटको स्क्रिनमा होइन सृजनात्मक कार्यमा लगाउनुपर्छ। इन्टरनेटको सही सदुपयोग गरियो भने यसले विश्वस्तरीय शिक्षा, नयाँ ज्ञान, सिप तथा प्रविधि र अवसर प्रदान गर्छ। हामीले इन्टरनेटको सही संयमित रूपले प्रयोग गरेर आफ्नो भविष्य उज्जवल गर्नुपर्छ र हामीले इन्टरनेटलाई सही संयमित रूपले प्रयोग गर्नुपर्छ भन्दै यस मञ्चबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।